हेलो नमस्ते टु एभ्री वान। सो आज चाहिँ फुकुओकाको डे 2 है ट्राभल गर्दैछु। आज 1 विक गोल्डन विकको चाहिँ ट्राभल मस्त गर्ने सोचिरहेको छु होइन। सो आज डे 2 हो होइन। म डे 2 मा चाहिँ एकदम रमाइरहेको अवस्था होइन। सो आज चाहिँ हामी फुकुओकामा कुन ठाउँ जाने भन्ने हामीलाई पनि थाहा छैन। सो म चाहिँ यात्रा गर्ने मान्छे हो, यात्री हो। सो यिनीहरूले जहाँ लग्यो त्यहीँ जाने हो। सो अब चाहिँ हामी गेट रेडी भएर मर्निङ ब्रेकफास्ट लिएर अब यहाँबाट चाहिँ हामी यात्रा अगाडि बढ्ने भनिरहेको छौँ। र तपाईँहरूले पार्ट 1 हेरिसक्नुभयो के कस्तो छ भनेर तपाईँहरूले होइन। अब हेरिसक्नुभयो। पार्ट 2 पनि यसरी माया गर्नु होला भन्न चाहन्छु। सो गाइज आज धमाका गाइज हामी चाहिँ अब यो फुकुओकाको ओइता भन्ने ठाउँमा आइसकेको अवस्था होइन। अनि हामी सबैजना जम्मा भएर चाहिँ अब एकछिन यहाँ रेस्ट गरेछ। यहाँबाट चाहिँ अब अन्ततिर लाग्ने हो। तर यहाँको माहौल के कस्तो रहेछ भन्ने बारेमा तपाईँहरूलाई सर्ट इन्फर्मेसन यहीँ बसेको यहीँकै बासिन्दालाई म सोध्न चाहन्छु। दाइ अब म यहीँको बासिन्दा बनाइदिएँ फेरि मलाई यार हावा मान्छे। फुकुओकाको यो कुन हो? यसो यो फुकुओका होइन नि, यो त उइताकेन हो नि। ए उइताकेन भनेपछि यहाँ उइताकेनको अब आज हामी चाहिँ अफ्रिकन सफारी जाँदैछौँ। अफ्रिकन सफारी ए अब त्यहाँ आफ्नै गाडी लिएर चाहिँ टक्क हेर्दै जाने। पानी कतिको पर्छ भन्ने कुरा हो क्या मेन चाहिँ। पानी नपर्दै हुन्थ्यो भने हामी भगवान्सित चाहिँ प्रार्थना गर्दै मेरो भाइको लागि चाहिँ एउटा केटी कोही छन् हुनुहुन्छन् भने चाहिँ टक्क कन्ट्याक्ट गर्नु होला। भाइले चाहिँ तिम्रो जिमेल कि केही आइडियाहरू चाहिँ तल राखिदेऊ ल। ओके हि सिङ्गल भनेन भाइले। अनि सो यो चाहिँ यहाँ चाहिँ हाइकिङ स्पोट रहेछ। मलाई जहाँसम्म लाग्छ यो चाहिँ हाइकिङ स्पोट रहेछ होइन। तपाईँहरू पनि यसरी हाइकिङ गर्न मनपर्छ यताउता होइन भन्यो भने चाहिँ यो चाहिँ बेस्ट स्पोट रहेछ यहाँ चाहिँ होइन। मैले पनि नेक्स्ट टाइम आउने सोच गरिरहेको छु। सो गाइस यति नै हाम्रो अर्को भिडियो आउने नै छ। सो गाइस हामी चाहिँ होइन यो जङ्गल जोनमा चाहिँ हामी अहिले चाहिँ यात्रा गर्दैछौँ होइन। यहाँ भालुहरू देख्न सक्नुहुन्छ। भालु यस्तै छ होइन। अब के देख्ने आज चाहिँ होइन। जे होस् जङ्गल जोनमा चाहिँ हामी आइसकेको अवस्था। बाघसाग भन्ने कुराहरू होइन के कसो रहेछ अहिलेसम्म जूमा मात्र देखेको। तर यहाँ चाहिँ हाम्रै अगाडि लाइफमै देख्नु पाउने हो। म पुरा एक्साइटेड भइरहेको छु। सो गाइज हामीले चाहिँ यहाँ के अरे यो लाइन होइन त हामीले सिंह हेर्दैछौँ अहिले चाहिँ होइन। लाइफमा सिंह हेर्दैछौँ हामी होइन। मजाले सुतेको छ यार। कति धेरै हो? 2 4 5 6 7 8 9 वटा रहेछ यार। मजाले सुतेको रहेछ यार यिनीहरू। पुच्छर त कस्तो पो हुँदो रहेछ यार। काटे जस्तो बुढो भएर झरेर होला। केटी चाहिँ राम्रो उता हेर उ पुच्छरमा कपाल सबै खोलेको छ। त्यो गर्दा चाहिँ केटी हेरि त फ्यामिली होला तिनीहरुको फ्यामिली। घर पनि आयो। अलि सेतो सेतो नि घर पनि ठिकै रहेछ राम्रै रहेछ। ओडा रुम बस्ने यिनीहरूको जिन्दगी कस्तो चिल छ यार। हामीहरू पनि यसरी हुनु पर्यो। पानी पर्दा नि सुतिराखे मजाले। ऊ हेर्दै छ यता। अहिले आउनु बेर छैन यार। यहाँको जङ्गल बस त्यो आएपछि त यिनीहरू सब जम्मा हुन्छन् नि एकै ठाउँ। ए खाना दिन्छ आयो कस्तो पातलो हो के? हामी पनि दिनु त्यो खानी राखेको छ दिनु यस्तो मार्छ यार त्यस्तो दिनु हुँदैन। ए बार चाहिन्छ ल जङ्गलको राजा सिंह पनि देखियो। खतरा यसले खतरा यसको साउन्ड सुन्नु नि यार। तिमी वाइफाई बन्द गर एकछिन। वाइफाई बन्द गर। अहिले त कराउनु बन्द गर यार। यो त जुरुक्क उठेर आएर कराउन आयो के त। अझै धेरै देखेर के हो? माथि चिल पनि छ चिल पनि। ओ जङ्गलको राजा यता हेर न यार। मदेखि के डराएको होइन? यता हेर ल हेरिदिएर यार। हैट ल जङ्गलको राजा खतरा खतरा यार।
उयो त्यो गाडी हेर न गाडी पनि कस्तो बाघकै के राखेको के बज्रेको भन्छ नि बाघ त गाडीलाई जामा भयो पछाडिको हिँड्न सो गाइज हाम्रो चाहिँ आजको यात्रा चाहिँ यो सफरी तपाईँहरू देख्न सक्नुहुन्छ सफरी जोन इन्फर्मेसन सफरी जोनमा चाहिँ हामी आएको हो होइन र अहिले चाहिँ हामीले चाहिँ यो बाघ भालुदेखि लिएर अनि जिराफ हेर्न बाँकी नै छ लायन पनि एलिफेन्ट पनि हेरिसक्यो होइन टाइगर हेर्नु बाँकी छ अरू यसरी हेर्ने रहेछ होइन यो चाहिँ एनिमल जोनमा चाहिँ गएर चाहिँ टक्क यसरी हेर्ने कुराहरू जनावरहरू हेर्न सकिने रहेछ है तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने यो सफरी जोनमा चाहिँ मिस नगर्नुलाई भन्न चाहन्छु मजाले आएर चाहिँ इन्जोय गर्नु होला भन्न चाहन्छु ट्याग गर्नु होला अनि त्यस पछाडि यहाँ चाहिँ धेरै रुल्सहरू लेखेको छ होइन यो रुल्स चाहिँ जेत्तै मङ्गल गर्नु होला भन्न चाहन्छु यहाँ केही रुल्सहरू लेखेको छ जेत्तै अर्को जाने ठाउँ कता भन्नुभयो आसो र आजको चाहिँ हाम्रो यात्रा चाहिँ सफरी जोन युफिन गएर जाने जाने होइन एक्चुअली छिरेर अन्जा तपाईँहरूलाई मजाले युफिन भिलेर भन्ने हो के बाहिर सडेको पानी परेको भएको कारणले चाहिँ होइन सबै दृश्यहरू म तपाईँहरूलाई पठाउन सकिरहेको छैन जति अट्छ त्यति तपाईँहरूलाई मजाले इन्फर्मेसन दिने नै छु है त अनि मजाले हेर्नु होला भन्न चाहन्छु अमेरिका सो गाइस होइन चितवनमा चाहिँ त्यो के अरे चितवन नेसनल पार्कमा चाहिँ हात्ती देखेको थियो त्यस पछाडि चाहिँ हात्ती देखेको थिएन जापानमा चाहिँ आज यहाँ के अरे यो सफरी जोनमा चाहिँ आएर चाहिँ हात्ती देख्न पायो यो सुवर्ण अवसर जस्तो लाग्यो यहाँ देख्न सक्नुहुन्छ है यत्रो ठुलो हात्ती छ यार मभन्दा पनि ठुलो रहेछ अग्लो रहेछ है अब यसको दाँत चाहिँ रहन्छ यार दाँत चाहिँ कसले खाएछ खै बल्ल बल्ल सोरेर कस्तो फोरी हो यार अनि तपाईँहरू यहाँ अगाडि देख्न सक्नुहुन्छ ए अनि अगाडि यहाँ के अरे यो जिप जस्तो ल्यान्ड क्रुजर जस्तो छ यार यसो हेर्दाखेरि अनि उसले चाहिँ ठ्याक्कै यिनीहरूलाई धपाउने रहेछ होइन हाइट खतरा छ है त्यसले नि सोर्न थाल्यो सानो बच्चा पनि रहेछ यार क्युट कस्तो राम्रो तरिकाले सोर्दो रहेछ हाइट मजाले खाने रहेछ यार ज्ञानी रहेछ नि त है खानेकुरा फाल्न जाने रहन्छन् अन्न सराप छ भन्ने ए ठुलो त भित्र रहेछ नि त बेबी ओ मजाले सुत्दो रहेछ बुढो रहेछ यार यो के अस्ति नै ठुलो लास्टै बुढो रहेछ बिचरा उहाँको बुल सन्तोषलाई देख्नु भने यता ठुलो हात्ती यता उहाँ यता देख्नु भएन खोइ कहाँ छ भन्नु जाउँ जाउँ भयो त्यहाँदेखि घुम्नु चाहिँ क्या मिल्दैन बाबु जिराफ ए जिराफ सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ जिराफ रहेछ होइन जिराफ कत्रो ठुलो हो जिराफ आएछ कहाँ छ बच्चा चाहिँ सानो बच्चा हो नि ए अस्ति नै थिएन के त ए सानो बच्चा बच्चा पनि कत्रो ठुलो रहेछ यार जिराफ कत्रो ठुलो हो यार ओके अघि त्यसको त खानेकुरा नि माथि नै राखेको जिराफले चाहिँ बास्केटबल खेल्ने भने चाहिँ खतरा जित्छ यार हाइट कडा रहेछ यार बच्चाको घाँटी चिलाइदिएको ल जिराफ यस्तो पो रहेछ यार होला त्यो चाहिँ बच्चा यस्तोलाई जिराफ पो भन्दो रहेछ है अनि ऊ कस्तो तिमीतिर कस्तो मैले त ऊ त्योलाई जिराफ भनेको यसलाई जिराफ भन्दो रहेछ उयो कस्तो हेर्नु न कस्तो यार मर्न लागेको रहेछ बिचरा बिचरा ट्यापपट्टि बेर लाने हो कि भाइ त्यही भने अफ्रिकन सफरी पो रहेछ यार ल लज्जै थालिन्छ कहाँको भने त्यही भने यिनीहरूलाई क्याप दिएको रहेछ यार ऊ आयो यता आयो कस्तो लात्ताले भक्का हुन्छ होला हौ यसले त कति गाह्रो होला है बिचरा ल भयो गयो त्यसलाई के गाह्रो छ हामीलाई गाह्रो छ पैसा कमाउँदै काम लगाएछु देख्न सक्नुहुन्छ बाघ आम्बो बाघ त पुरै सुतेको छ त यार सेतो सेतो कलरको यता हेर्दैछ है यो झम्टिने बेर छैन यार आम्मा ऊ हेर्ने यो चाहिँ तिनवटा बाघ राखेको छ यार बाघ चाहिँ तिनवटा बाघ हेर्नु न कलर चाहिँ बाघको कलर चाहिँ मलाई क्या मन परेको यार एउटा यहाँ अर्को वहाँ त्यस्तै तिनवटा राखेको रहेछ है माथि सेतो रहन्छ क्या यता आउनु नि यार यो नजिकै यसो न हेर्ने हो भाइ मिट लाउनु हुन्थ्यो नि
जुम भएर होला ए यो पनि उता कुना बच्चा रहेछ फेरि खै म सार्दिन्छु बाबी देखिन राम्रो पानी पर्यो क्या अब पानी पर्यो झन् ठुलो पर्यो ल झन् ठुलो पानी हेर्नु भयो नि है बाघ चाहिँ ऊ त्यो सबभन्दा सुरुको चाहिँ कस्तो कार्टुन जस्तो देखियो कि त्यो है अझै राम्रो बच्चै भएर होला बाघले कलरै बाघ कस्तो शान्त के सेतो पो छ तपाईँको अनुहार त्यही त अब त केही देखेन झन् हेत गरेर बच्चै होला नि मदन के हात्ती रे सेक्सी हात्ती हुन्छ है हात्ती त नाम पनि के राख्छ मेल हो कि फिमेल हो यो सो गाइस यहाँ आएर हामी चाहिँ माछा खान्छौँ है माछा यस्तो पकेट छैन क्या त्यही राख्दै ल माछा खाऊ माछा खानु है माछा उमाई हुन्छ नि उमाई उमाई नि हुन्छ नि ओइसी धेरै डर लाग्छ कसरी खाने यहाँ चाहिँ माछा खाँदैछौँ होइन माछा लास्ट ओइसी छ कि लास्ट टेस्टी रहेछ नुन तरकारी छ यो मलाई त्यही भएर त नि कस्तो चाहिँ पुरा मिठो छ मेरो बनाइदियो ठिक छ माछाको गु पनि खायो गु त होइन होला यो निकालेर सफा गरेर होला नि सफा गरेर है पेटमा खालेन होला नि यसको तिमीहरू दुईजना खायो कस्तो लागिरहेछ मिठो छ सो गाइज अहिले चाहिँ हामी चाहिँ युफिन फ्लोरा भिलेजमा चाहिँ आइसकेको अवस्था होइन ओइता क्याम्प होइन यहाँ चाहिँ माहौल देख्न सक्नुहुन्छ यो यस्तो माहौल छ अब अहिले चाहिँ पानी परेको भएको कारणले गर्दाखेरि चाहिँ अलिक क्लियरली चाहिँ आएको छैन होइन तर यहाँ देख्न सक्नुहुन्छ है यस्तो छ छाता ओढेर भए पनि होइन यो चाहिँ विशेषता भनेको यहाँ यो रहेछ कि उल रहेछ होइन अलिक सामानहरू यस्तो खतरा सामानहरू किन्देखि लिएर क्युस्यु फुड मार्केट पनि रहेछ यहाँनिर है नजिकै ऊ त्यहाँ देख्न सक्नुहुन्छ कस्तो पिस किसिममा खतरा खुसबु यो पुरानो कारहरू यहाँ रहेछ है प्लिज डु नट सी नन्द ए यस्तो छ है यहाँ मार्केट चाहिँ टक्क यहाँबाट गएर हामी हजुर मिन भ्याली जाउँ ए यहाँ चाहिँ मार्केट रहेछ यो चाहिँ अन्त कहाँ गयो यहाँ छ तलबाट गएको भन्दै सन्चै हुनुहुन्छ ए
फेरि फेरि अनिता च्यान सन्चै हुनुहुन्छ वान मोर यो धोको सबै तिर्नु कोडे कोडे लान्छ चाहिँ के रहेछ कोडे खवाई कति गएन आरिगातो ने आरिगातो ने कोही नाही का त्यो त नि अटोमेटिक हो